आइसक्यो पुग्न बनबासको बर्डर पुग्न। अब यहाँ देख्न सक्नुहुन्छ हजुरहरू, अब यहाँ खेतको हरियाली हाम्रो। बाबु ब्लग बना न, हामीलाई पनि देखा न, सबै बोला न ब्लगमा बाबुको। हामी नैनीताल जाँदैछौँ, उत्तराखण्ड। हामी उत्तराखण्ड नैनीताल गइरहेछौँ। इट्स अ फ्यामिली ट्रिप। ये के भन्नु न, के भन्ने, नैनीताल जाँदैछौँ, साह्रै रमाइलो लागिरहेको छ। ठिकै छ, अहिले राख्नु पर्छ क्या भान्जा एउटा बुहारी खोजेर लिएर आउँ न है। हुन्छ माइजूलाई त पुरै बुहारी चाहियो। सानो बाबा डन नै देखिनु होला। सानो बाबा ग्याङ्स्टर चाहिँ ब्लग हो कि ल अब इन्जोय गर्नुपर्छ ल। पापा ड्याडीजी केही न केही त भन्नु न। ए छ पापा चाहिँ टुप्पीमा छ। साइलेन्ट बस्नु पर्छ। यहाँ अगाडि मामा हुन्छ, मम्मी अगाडि क्यामेरा लैजानु मामाकोमा। मामा अब आज भोलि 3 दिन दरो मोज गर्नुपर्छ। रोइला गर्नुपर्छ। ल दिदी हामीतिर ल सबले ये यस्तो बुर्कुसित मार्नु पर्दैन। ए बा कस्ता क्रिसको फेरि उमा ब्लग ल भन के भन्दै थियो अघि? ल भन। This my first India trip. ये गर्दै It's my first India trip. ल ल वेलकम टु इन्डिया, वेलकम टु इन्डिया। ल Joy India. Joy India. यहाँ हाम्रो बर्डर साइडतिर है। सो फ्यामिली ट्रिप अलि रमाइलो छ हो नि, यस्तो इन्जोय हामी राख्नुपर्छ हो कि न गाइस। बाहिर हेर्न सक्नुहुन्छ हजुरहरू, यो हाम्रो यहाँ बर्डर जाने भित्र अब इन्डिया आइसक्यो हामीहरू। के भयो तिमी रिसायो किन मसँग? किन रिसायो भन न। जाउँ है अब, नरिसाऊ है, नरिसाऊ न, नरिसाऊ न मेरो है। कहाँ गएर हामी त्यति त भनिदियो। So this is the yeah, most beautiful being. महाकाली हो कि न बर्डर साइड। अब एकैछिनमा खुल्छ, त्यसपछि हामीहरू यहाँदेखि जान्छौँ, त्यसपछि इन्टर टु अब इन्डिया बनबासतिर हामी पुग्ने हो। यसो गरौँ त, म हिँड्दै गएँ। सो गाइज हामीहरू अब यहाँ महाकालीको ब्रिजनिर आइसकेका छौँ। म सानो बाबासँग यतातिर आएको छु हो कि नै, यहाँ हेर्न सक्नुहुन्छ। सो यही हो नेपाल इन्डिया बोर्डर सेपरेसन हो कि नै, महाकाली ब्रिज। यस्तै हुन्छ त्यतिर नेपाल इन्डिया सेपरेसनहरू, मान्छेहरू यति आउनु जाने धेरै हुन्छन्। सो हाम्रो पुरा मेम्बरहरू फ्यामिली आइराख्नु भएको छ। तिमीले अघि बोले अहिले भन न, कहाँ गएर अरे हामी? India. सो विजस अब हामी आफ्नो बाटोतिर लागिरहेछौँ। विजस काट्यौँ यहाँहरू है हो कि नै। ल यो हाम्रो पहिले नेपालको पुल, अब अहिले इन्डियाको भइसकेको छ। त्यस्तै अवस्था छ। ठिक छ, सबैजना यहाँ हुनुहुन्छ अरे, चल के जाएंगे। सो वी आर जस्ट वेटिङ गाइज हो कि नै। अब हाम्रो गाडी आइरहेछ। अब हामीले त अब हिँडेर पार गरिहाल्यो ब्रिज हो कि नै। अब गाडी आउन टाइम लाग्ने रहेछ हो कि नै, त्यसैले अब अलि वेट गर्नुपर्ने हो। यहाँतिर सबै वेटिङमा छन्। सो अब गाडी आएपछि गाडीमा गइन्छ, त्यसपछि अलि इन्डिया टुर हान्नुपर्छ। सो विचेसका नाम इट्स सुन हो कि नै, जस्ट गो अन विथ मी हो कि। सो गाइज वेट इज ओभर हो कि नै। सो अब हामीहरू 10-20 मिनट जति यहाँ उम्बे हो नि, गाडी आउन टाइम लाग्यो। सो फाइनली गाडी आइसकेको छ एन्ड अब हामीहरू आफ्नो बाटोतिर लागिरहेको छौँ। अब बिस्तारै पुगिन्छ है गाइज। सो जस्ट गो अन विथ मी हो कि नै। चल चल बच्चा बाटे, अरे जाऊ बाबु पछाडि चिल्लर यो टाइम किन लाग्यो मम्मी? अब गाडी टाइम लाग्यो के आराम त अरे न बाप्पा, ड्याडीसँग बस्छ तिमी। अर्को गाडी लिने हो कि
जाऊ जाऊ बस अगाडितिर बस्यो अर्को गाडी लिने हो चल जानु जान्छु Just gotta follow us. हाउस रैंक पर मैं आपका वेलकम करूंगा 3000 के वेलकम So guys, welcome to नारायण मत्ता अब हामीहरू नारायण मत्ता पुगिसके सो हाम्रो जर्नी अहिले पनि कन्टिन्यू छ है अरू यहाँ सबै ब्याक सिटतिर ड्याडी मामा र सानो बाबाहरू अब अर्को गाडीमा जानुपर्छ सो यहाँ अब म यहाँ सानो मम्मी माइजू मम्मी र भाइ बहिनीहरूसँग यही छु हाम्रो ड्राइभर त यता भइसक्छ सो यस्तै छ रमाइलो छ गाइज हो कि नै अब टुर त भर्खरै ओके गाइज वी हेभ जस्ट अराइभ नैनीताल डिस्ट्रिक्ट हो कि नै हामी नैनीताल डिस्ट्रिक्टमा पुगिसकेका छौँ सो हाम्रो अब टुर अब चलिरहेको छ हो कि नै अब बिस्तारै अगाडि बढ्दै जाने हो अरू नैनीतालमा पुगेपछि मात्रै रमाइलो गर्नुपर्छ जङ्गल देखा तिम्रो टाउल नि सो गाइज अब हामीहरू आइसकेका छौँ रेस्टुरेन्टमा अनि अहिले काम गराउने मान्छे बिस्तारै बिस्तारै इन्टरभ्यू आयो कि नै आउँदा आउँदा अब यो टावल यस्तो बाँधेर जान्छु म सो जस्ट कम कम नै एकदम नै रमाइलो छ हो कि नै यहाँ चाहिँ देख्न सक्नुहुन्छ जस्ट फिल लाइक हियर हो कि नै फिलिङ लाइक अ किङ अब गाई जस्तै अब हामीहरू घुम्नेछौँ हो कि नै टुरमा मजा आउँछ सो हामीसँग हिँडिराख्नु होला फ्यामिलीलाई पनि देखाउनु पर्छ के Mamu? Mamu? एकछिन रोक्नु How are you feeling now? पहिला खाना अर्डर गरिहालौँ ल Ranchu? Cutie pie. म कसैको सिटको अगाडि मोबाइल छ राखेको छु अहिले लग्न न सो गाइज अब खाना खाने टाइम भइसक्यो अनि अब देख्न सक्नुहुन्छ हजुर तयारी भइरहेको छ सबजना आएको छ यहाँ टेबलमा सो अब अलिकति लन्च सन्च हानौँ त्यसपछि नैनीतालको बाटोतिर अझै लाग्नु पऱ्यो बटर चिकन बटर चिकन हजुर और ये यो छ यो त आपका पनीर बटर मसाला दाल छ राइस धेरै खान मन लाग्ने जस्तो छ है जानकारी बाबा यो के भने मामा यो के भनेको र अब हाम्रो राइस आइरहेको छ सो अब मजाले खानुपर्छ पेट भरेर ब्लगको चाहिँ एनर्जी चाहिनेछ सो अब खाना खाएपछि झनै ब्लग अब एनर्जेटिक हुन्छ है गाइस ए खाना पाएको मुख हेर्नु न खाना पाएकी सो गाइस वी गॉट आवर राइस हो कि नै पुरा तयारी भइसकेको छ राइस हाफ छ हेलो कति भयो है ठिकै छ गाइस अब खाना खाएपछि भेट्ला हो कि नै नाउ वी विल मिट यु आफ्टर द लन्च हो कि नै अब पहिले खाना खाऊ त्यसपछि भेट्ला भने र ब्लग कन्टिन्यू हुन्छ ल सो गाइस अब आवर लन्च इज ओभर हो कि नै
अब नैनीतालको बाटोतिर लाग्ने हो हामीहरू सो तयारी भइसकेछ मम्मी मम्मी तपाईँलाई खाना कस्तो लाग्यो नेपालको मिठो अरे तिमीलाई कस्तो लाग्यो स्वेटर अब आन्टीको स्वेटर माग्न लाग्यो सो गाइस अब हाम्रो ट्रिप स्टार्ट भइसकेको छ अनि अब हामी हिँडिरहेको छौँ नैनीतालको बाटो ठिकै छ अब जाउँ अनि अब वहीँ तल माथि हो कि नै रमाइलो हुन्छ क्या त्यहाँ बाटो कडा छ गाइस यहाँको हो नै तल माथि भइरहेको छ अघिदेखि तर जे होस् रमाइलो बाटो छ अब यहाँतिर अलिकति ट्राफिक छ है त्यस्तै छ स्लिप चाहिए के को स्लिप हेलो उसके बाद के मंगा दी स्लिप मंगा दी बाकी वो रूम से उसकी रोक रहे क्या हाँ? रोक रहे क्या रोकी नहीं उसी बाईपास पे तो रूम तो था इल्लाली गारो गारो स्थिति बन रही है फोन ही नहीं उठा रहा है क्यों नहीं रोकेंगे वहाँ पर मेरे पास तो पुराना स्लिप जाने पर्दैन झ्याल बोल्ला सो गाइस अब हामीहरू पुगिसक्यो हो कि नै र बाटो रमाइलो भयो भनेर आयो चिन्न सक्नुहुन्छ हजुर यहाँ ठुला ठुला पहाडहरू माउन्टेन्सहरू माउन्टेन्सदेखि नै हिल जे होस् अरू बाटो पनि सही छ यताउता घुमिरहेको सो अब नाइट आउट हुन्छ गाइस हो कि नै राततिर घुमिन्छ तब तपाईँहरूलाई पुरा यहाँको सिन देखाइन्छ मजाले देख्नुपर्छ हो कि नै सो फलो अस हो कि नै अगाडि गइराखौँ भनौँ हेर्नु गाइस वाउ कडा हेर्नु गाइस कडा छ कडा कडा सही छ रमाइलो ठाउँ छ गाइस घुम्नको लागि सो अब हामीहरू माथि गइरहेको छौँ ल गाइस मेरो त मेमोरी फुल भयो मेरो गाडी अट्क्यो गाइस अब के गर्ने गाइस हाम्रो कान ठिक भयो गाइस अब हामीले कान ठिक भयो सुन्न हल्का सुनिरहेको गाइस गाइस हामी गुल्छौँ न यताबाट गाइस काठमाडौँ राम्रो छ कि नैनीताल इन्डिया राम्रो छ र इन्डिया राम्रो भएपछि लाइक गरिदिनु लाइक नेपाल राम्रो छ भने सब्स्क्राइब गरिदिनु ओके ट्राफिकमा फस्यो भने अब रमाइलो गर्दै हिँड्नु पर्यो है भइहाल्छ सो गाइस हामी हाम्रो डेस्टिनेसनमा पुगिहाल्यो हामीहरू हामीहरू पुगिसक्यो हो कि आफ्नो डेस्टिनेसनमा कडा रमाइलो हान्नुपर्छ गाइस सो अब नाइट आउट हुन्छ सो आज अब सो वी हेभ जस्ट अराइभ है आफ्नो डेस्टिनेसन सो अब त्यस्तै छ अझै हेर्न सक्नुहुन्छ सो यो आज हाम्रो एकोमोडेसन यतैतिर हुने हो कि नै ठिकै छ गाइस हो कि नै अब ब्रो जब राति घुम्नुपर्छ तब भेट्ला ठिक छ तबसम्म हो कि नै स्टे ट्युन या यस्तो अवस्था छ भिड छ म्याच ठिकै छ ल ठिक छ अब हामीहरू गइरहेको छौँ या पुग्यो हिँड्नै गाह्रो भइरहेछ त्यस्तै छ सो वेलकम टु नैनीताल या
जस्ट फिलिङ अलाइभ देख्नुहोस् उहाँ सो फ्रेन्ड्स अब रुम टुर हान्नु पऱ्यो है सो यही हो रुम के के मेरो 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 सो गाइज यही हो रुम टुर सो अनदर रुम कडा छ यार ब्रो यहाँ तर सो गाइज म भर्खर सुतेर उठेछु अनि हामी प्लान गरेको थियौँ बाहिर जाने हेर्नु के भइदियो पानी परेर कस्तै छ मौसम पुरा एकदमै जन्नत जस्तो छ सो गाइज मौसम हेर्नु कडा छ भने सो उसलाई मेसेज दिन्छु आई मिस यु हो कि नै अब त्यहाँ आएर भेट्ला भन्ने कुरा हो ल तिमी खाइरहेछ हो तिमी खाइरहेछ यहाँ टी पनि बनिरहेछ गाइज है बत्ती गयो बत्ती गयो बत्ती गयो कस्तो दामी छैन सो अँध्यारोमा बाथरुम टुर गाइज फुल अँध्यारो छ है ठिकै छ के हुँदैछ धेरैमा धेरै यो कमोड सेडमा अब घुम्न गाह्रो हुन्छ त्यही छ के त छ के भयो हामीलाई पनि खिच्नु ए हामीलाई प्रिन्सेसलाई देखाउनु गाडीमा जिन्दगी चलायो मोटर गाडीमा सानो मम्मीको अलग ज्ञान गर्छु सो गाइज अब हामी यहाँ अँध्यारोमा रुममा फसेको छौँ बाहिर जान अब लाग्छ टाइम हो कि नै पानी जबसम्म रोक्दैन तबसम्म जान पाइने होइन अब घुमेपछि भेट्ला ठिक छ तबसम्म बाई आर्याना खाइरहेको थिएँ बाहिर खाइरह तिमी सो गाइज म नास्ता गरिरहेको छु परोठा र चिया र चिसो चिसो मौसम सबै छ जुनियर्स चिसो भइरहेको चिसो भएर बहुत चिसो भएर घुम्न जाने भनेको गाइज हो नि ट्याक्क पानी परिहाल्यो अब बस्नु परेछ यतै अब सिधा रेडी भएर सिधा घुम्न निक्लिने हो देख्छ सो गाइज अब म भर्खरै आधा घन्टा हो कि 1 घन्टा जति सुतेर उठेँ हो कि नै पानी परेर एकदमै अवस्था त्यस्तै भयो घुम्नको लागि तर अब बाहिर जाने डिसाइड भएको छ अब बाहिर जान्छ के भिडियो गर्नु पर्यो नि अब हामीहरू जानेवाला छौँ नैनीताल घुम्न जान्छ क्यासल जान्छ तिम्रो नाङ्गे गरेको भिडियो भाइरल गरिदियो भाइरल गरिदिन्छु सो गाइस फाइनली अब घुम्न गइन्छ भने अब नैनीताल घुम्नुपर्छ रमाइलो हिसाबले सो अब हामी गइरहेको छौँ घुम्न सो लेट्स गो सो गाइस भर्खरै पानी परेको थियो अलि बल्ल हामी बाहिर निस्केको हो नि अब बल्ल घुम्न पाइने जस्तो लागेर अब घुमिने मजाले सो अब जाउँ हजुरलाई पनि म नैनीताल देखाउँछु एकदम रमाइलो हिसाबले सो मेरो साइड पढ्ने साथीहरूको लागि यो अब रोडले अलि स्लोप बनाएको छ हो कि नै अलि ब्यान्ड हाना छ हो नि अब यो किन हुन्छ भनेर अब कमेन्टमा लेख्नु होला यदि हजुरले थाहा छ भने ल अरू मम्मी मजा आइरहेछ मजा आइरहेछ किन कति मजा आइरहेछ नैनीतालमा नमजा होला पानी परिहाल्यो त दिपामा म त एक्जाम दिन नै आउने ए पानी परिहाल्यो त के मजा केही पनि पानी पऱ्यो नि केही पनि अलिअलि त पानी पर्छ मामु
पानी परेर के भएन र हजुरलाई नराम्रो लागेको We are enjoying. पानी परे झन् मजा भेलपुरी खाने हो टिका चाट खाने हो सबै खाने हो पुरा होटेलहरूको लहरै छ क्या यता यसमा डिजाइनहरू पनि सही छैन क्या फेरि सबैको रुम पनि कडा होला जस्तो लाग्छ न इन्ट्रान्सै हेर्नु न यसको अरू यहाँतिर हुन्छ बोटिङ हो कि नै अब प्लान त थियो बोटिङ गर्ने तर यो पानी परेर अब अलिकति त्यही भइदियो क्या अब पछि गरिन्छ कि नै थाहा भएन गऱ्यो भने रमाइलो गर्नुलाई ब्लगमा बोटिङमै यो डोमिनोज That's the scene, bro. So guys, अब हामीहरू बाटोमा लागिरहेको छ भने अब बिस्तारै बिस्तारै ठाउँहरू घुम्दै जाने हो सो देख्न सक्नुहुन्छ होटल्सहरू पनि एकदम नै हुन्छ नि वेल म्यानेज के हो कि नै सफिस्टिकेटेड छ पुरा हो कि नै कडा हिसाबले यो रमाइलो छ वरिपरि दुकान खोलेको यहाँ ऊ हेर्नुहोस् के हेर हेलो सर दोकान खोलेको एक्लै घुम्नु परेछ यार अब यार यस्तै अब हेर्नु मजाले के खाने ठाउँ छ भने मजाले खानुपर्छ जस्ट वी आर फर द्याट थिङ के हो नि अरू हामीलाई जस्तो केही पनि छैन सितिमिति मेरो फेभरेट मिम सङ थियो गाइज यार सो गाइज कडा रमाइलो छ मार्केटमा चहल पहल रमाइलो हिसाबको छ सो यु क्यान लुक एट गाइज भिडभाड कडा भएको छ आज अनि बिहा पनि भइरहेको छ गाइज त कडा दिन्छ हजुर अगाडि अलि नि छैन सो गाइज यहाँ चाइल्ड म्यारिज अहिलेसम्म नसिद्धै रहेछ भने भक्क नै रेकर्ड गरेको छु यहाँ चाइल्ड म्यारिज सिद्धै छैन अहिलेसम्म भने अहिलेसम्म चलिरहेको छ सो गाह्रो त गाह्रो रहेछ यहाँ पनि है कल्चरहरू ट्रेडिसनहरू यस्तो चेन्ज नभएको रहेछन् सो गाइज यहाँ महेन्द्रनगरको दिदी पनि भेटिनु भइसकेको छ सो जो चहल पहल रमाइलो छ यहाँको हो कि बाबा रमाइलो भइरहेको कि नै क्यामेरा क्यामेरा दिदी एकचोटि हेर्नु भन्दैन यस गाइज मजा आइरहेको छ सो गाइज इट्स बिङ अब सफर राम्रै भइरहेको छ सो गाइज यहाँ होलअप एउटा मार्केट नै छ हो कि नै वरिपरि हेर्न सक्नुहुन्छ तपाईँहरू इट्स अब अल अबाउट भन्दाखेरि यहाँ सानोदेखि ठुला दोकानहरू सबैजना हो कि नै जो पनि हजुरको रिक्वायरमेन्ट्स छ जे भन्छ यहाँ छ हो कि नै मार्केट मिन्स कपडाको एकदमै त्यो रहेछ क्या एउटा र्याली टाइपै रहेछ है सो अब अगाडि जाउँ भने अब अगाडि के फाउन्ड आउट हुन्छ भने त्यहाँ हेर्ला सो अझै बाँकी छ टुर सो गाइज अब हामीहरू मस्जिदतिर पुगिसके हो कि नै अब हामी भनेको सबै धर्म यहीको भन्नेवाला मान्छे भए त्यसैले एकचोटि हेरौँ भनेको गाइज पहाडतिर मस्जिद छ हो नि एन्ड अब हामी यो एरियातिर आएको छौँ यहाँ फुल प्लेग्राउन्ड जस्तै छ हो कि नै यहाँ खेल्छन् हो कि नै त्यस्तै छ अवस्था अरू अब हामी अगाडितिर
गइरहेको छौँ अब मेडिकल स्टोरतिर। अब मामाको अलि घाँटीमा के प्रब्लम आएको छ भनेको छ, अब त्यही जाउँ हो कि नै। अब त्यस्तै छ टुर। अब मस्जिद एकदम ठुलो छ गाइज हो कि नै। अब राम्रो लागिरहेको छ जे होस्। अब नदेखेको चिज देखेपछि अब लाग्छ हो कि नै। अब त्यस्तै हो। अब हामीले पनि अब हरेक धर्मलाई रिस्पेक्ट गर्नु पऱ्यो हो कि नै। रिस्पेक्ट इन एभ्री रिलिजन हो कि नै। अब नेपालमा नै सेकुलर स्टेट हो कि नै, त्यस्तै हो। सो अब अगाडि जाउँ। सो गाइज अब नाइट भ्यू हेर्नुपर्छ यताको अनि ये जस्ट कार आउ वे। कितनी तरह की होती है अंकल जी ये भेलपुरी? खट्टी मीठी हरी चटनी की, मीठी चटनी की। हाँ 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 रसीला। अपने आप बना के हाँ भाई लगानी पड़ती है, तभी तो कस्टमर कहता है दूसरा और बना दो। आइए चना दाल भेलपुरी आइए। आप एक प्लेट मेरे पास खाना, कहीं और खाना, उसमें फर्क पता लगेगा क्वालिटी में। तो गाइज हामीहरू अहिले भेलपुरी खाइरहेको छौँ हो कि नै। गुजराती फैमिली बहुत आती है मेरे पास। 3 चम्मच देना। आप पहले टेस्ट कर लीजिए, चम्मच 2 और दे दो। आइए चना दाल भेलपुरी आइए। हाँ दीदी बताइए। पैक करनी पैक हो जाएगी बाबू जी, बताओ। कस्तो छ मम्मा? कडा हाँ सर। अच्छा अंकल जी। जोश नाइट लाइफ कडा छ दोस्त। फिल हुँदैछ क्या। You just get feel dive in the rejoice के। Just enjoy के रमाइलो छ त्यस। You can also view that okay guys। मसँगै हजुर पनि अब इन्जोय गरिराख्नु, मजा आइरहेको छ। साइड भ्यू हजुर देख्न सक्नुहुन्छ। मिन्स कडा देखिँदैछ क्या यहाँदेखि। अब क्यामेराको फोकसमा मिलेर हजुर देखाउन सक्यो, तर पनि हुन्छ नि कडा छ क्या। वरिपरि पनि हेर्नु तपाईँ, पुरा चहल पहल हेर्नुहोस् न। त्यो धेरै रमाइलो छ। नत्र भने म आफ्नो जब हामीहरू होटल रुम पुग्छ नि तब हजुरलाई म टपबाट देखाउँछु त्यहाँबाट हो कि नै। झनै रमाइलो छ, देख्नुहोस् यहाँतिर। लास्टली गाइज अब हामीहरू आफ्नो होटल रुम फिर्ता गइरहेको छौँ अनि। सो अब आज फर्स्ट डे अब यस्तै टुर सिद्धियो। अलि मामालाई प्रब्लम पनि भएको थियो गाइज, तर अब भोलि घुमिन्छ। भोलिको ब्लग झन् इन्ट्रेस्टिङ हुन्छ होला। म पार्ट गरेर हाल्छु होला। यो फर्स्ट डे ब्लग भनेर म हाल्छु, भोलि सेकेन्ड डेको अलग्गै भिडियो हाल्छु। त्यसैले अब हेर्नु होला, भोलिको दिन अब झनै रमाइलो गरिन्छ। ठिक छ गाइस। ताली बजाऊ, ताली ताली बजाऊ, ताली बजाऊ, ताली बजाऊ, ताली बजाऊ, ताली बजाऊ। बाबु तिमी पनि गर न। ताली बजाऊ, ताली बजाऊ, ताली बजाऊ, ताली बजाऊ। नगर त ता तारा बाजिला। सो गाइस किन हाम्रो यहाँ फ्रेन्च फ्राइज अरू खानाहरू आइरहेको छ, बिस्तारै आउँछ। सो गाइज अब म डिनर हाल्नु छु। रमाइलो हामी डिनर है अहिले। जस्ट ट्रिप अहिले रमाइलो भइरहेको छ। आज त डे 1 थियो नि, भोलितिर डे 2 मा झन् रमाइलो गर्नुपर्छ है गाइस। ठिक छ। सो गाइस रातिको 11 भइसक्यो। सो गुड नाइट। आजको ब्लग यतै एन्ड गरौँ। सो भोलि भेट्ला। जस्ट मिट इन अदर डे।